दिन मन छ। विशिष्ट स्थापित सर्जक स्रष्टा गायक कलाकार पत्रकार सबै उपस्थितमा हार्दिक नमन गर्दछु। म 2050 सालमा मेरो अधुरो जिन्दगी उपन्यास प्रकाशित हुँदा मेरो श्रीमती सुमिता पौडेलले 15,000 रुपियाँ तिलरी गलरी बेचेर प्रकाशन गरेको म विद्यार्थी हुँदा, त्यसैले म यो पुरस्कार 15,000 आयो। उहाँ पनि प्रकाशक हो, उहाँले पनि अरूको 5-7 वटा कृतिहरू प्रकाशन गर्नुभएको छ। त्यसैले म यो 15,000 पुरस्कार मेरो श्रीमती सुमिता पौडेललाई अर्पण गर्नलाई आमन्त्रण गर्दछु। राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई शोभायात्रा बद्री हातमा दिएको छौँ र कतिपय चाहिँ लाइब्रेरीमा गएर हस्तान्तरण। आज शब्द यात्रा प्रकाशनद्वारा सम्मानित हुँदाखेरि कस्तो अनुभव भएको छ यसो बताइदिनुस्। धन्यवाद साथी दिनेश खरेलजी, तपाईँको यो च्यानल मार्फत सार्वजनिकरण आफ्नो मन्तव्य आफ्नो धारणा सार्वजनिकरण गर्ने अवसर दिनुभएको। सर्वप्रथम साहित्य स्वउद्देश्यमूलक हुन्छ। लोक कल्याण, लोक मङ्गल, यस कीर्ति धन विभिन्न सुस्वास्थ्यको आदि कामना गर्दै स्रष्टाले सृजना गरेको हुन्छ। यसै आधारमा यी विभिन्न उद्देश्य लिएर स्थापना भएको शब्दयात्रा प्रकाशन बनेपा परिवार र त्यसको नेतृत्व गर्दा हरि मन्जुश्रीलाई हार्दिक आभार प्रकट गर्दछु। र साहित्यमा जुन बेला म बेरोजगार थिएँ त्यो अवस्थामा 2050 सालमा विद्यार्थीकालीन अवस्थामा मेरो श्रीमतीले आफ्नो तिलरी गलरी बेचेर अधुरो जिन्दगी उपन्यास प्रकाशन गरी मेरो साहित्यिक यात्रा प्रकाशनको यात्रा सार्वजनिकरणको यात्रा आरम्भ गराएकोमा म मेरो श्रीमती सुमिता पौडेलप्रति पनि आभार प्रकट गर्दछु। र त्यस्तै गरी साहित्यकार जीवनचन्द्र कोइराला, उहाँ वरिष्ठ सम्पादक पनि हुनुहुन्छ। उहाँले सिन्धुलीको साहित्यिक विकासको लागि विस्तार प्रवर्धन सम्वर्धन गर्नको लागि उहाँले आजीवन भाषा साहित्यमा लागिरहनु भएको थियो। उहाँको देहान्तपछि उहाँको श्रीमती मोनिका शर्माद्वारा व्यवस्थित यस सिन्धुली प्रतिभा पुरस्कार, जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार शब्दयात्रा प्रकाशनको यस कार्यक्रम मार्फतबाट मलाई यसपटक प्रदान गरिएको छ। र त्यसको लागि म उहाँ जीवनचन्द्र कोइरालाप्रति हार्दिक नमन प्रकट गर्दै उहाँको मेम मोनिका कोइरालाप्रति पनि हार्दिक धन्यवाद प्रकट गर्दछु। र भाषा साहित्यको उत्तरोत्तर उन्नयनको लागि अझै यस्ता कार्यक्रमहरूले हौसला, प्रेरणा र जिम्मेवारी प्रदान गर्ने भएको हुँदा म यस्ता कार्यक्रमहरूको निरन्तरताको कामना गर्दछु र गौरवान्वित पनि भएको छु। सम्मानित हुन पाएकोमा गौरवान्वित पनि भएको छु। हजुरलाई कस्तो लागेको छ अलिकति बोलिदिनुहोस्। धन्यवाद। मलाई आजको यो कार्यक्रम चाहिँ एकदम राम्रो लागिरहेछ। मैले अब कति वर्षदेखि नै मेरो बिहा भएको बेलादेखि उहाँले किताब एकदम लेखिरहनु हुन्थ्यो, तर छाप्नलाई कुनै पनि पैसा थिएन। अनि त्यस बेलामा मैले एउटा डाक तिलरी थियो,
त्यो बेचेर उहाँको अधुरो जिन्दगी किताब छाप्नलाई दिएँ र अहिले त्यही किताबबाट नि उहाँले अरू कृति पनि छाप्नुभयो अनि मैले अरू किताबमा पनि प्रकाशन पनि गरेको छु र आजको यो कार्यक्रम गरेको आयोजकलाई धन्यवाद दिन चाहन्छु। हस्।